गाइज सन्चै हुनुहुन्छ। आज चाहिँ म एउटा इन्ट्रेस्टिङ कुरा सेयर गर्न आएको कि जुन चाहिँ मलाई भर्खरै थाहा भयो होइन। हजुरहरूलाई चाहिँ पहिल्यैदेखि थाहा हुनु पनि सक्छ। यो लक्जमबर्गमा पब्लिक ट्रान्सपोर्टेसन फ्री छ भनेर सबैजनालाई थाहा छ, यो त पहिल्यैदेखि धेरै चर्चाको कुरा हो होइन। तर त्यो बाहेक पनि गभर्मेन्टले अरू पनि फ्री सर्भिसेसहरू प्रोभाइड गरेको रहेछ क्या। जस्तै यदि हजुरहरू चाहिँ सब अर्बन एरियामा बस्नुहुन्छ भन्नाले यदि हजुरहरू बस्ने ठाउँबाट चाहिँ बस स्टेसन ट्रेन स्टेसन टाढा छ, जस्तै मेरो इक्जाम्पल लिनुहुन्छ भने म बसेको ठाउँबाट मलाई नजिकैको बस स्टेसन जानु पर्यो भने मलाई 8 मिनट जस्तो हिँड्नुपर्छ र यदि नजिकैको ट्रेन स्टेसन जानु पर्यो भने मलाई लगभग 17 मिनट जस्तो लाग्छ। त्यो भनेको त अलिक टाढा नै भयो नि त। त्यस्तो ठाउँको लागि चाहिँ गभर्मेन्टले यो बस सर्भिस प्रोभाइड गरेको रहेछ र यो चाहिँ डिफ्रेन्ट कम्युन अनुसार डिफ्रेन्ट छ कि बसको नाम। अनि म बसेको ठाउँमा प्रोभाइड हुने बसको नाम चाहिँ फ्लेक्सी बस रहेछ। बस सर्भिस चाहिँ सानो सानो एरियाको लागि सर्भिस बस हो नि त। जस्तै हामीलाई नजिकैको ट्रेन स्टेसन जानु छ भने उसले पिकअप गर्छ, तर हामीले फ्लेक्सी बसलाई फोन गरेर मलाई सिटी जानु छ भन्नुहुन्छ यो सर्भिसले चाहिँ त्यस्तो सर्भिस चाहिँ प्रोभाइड गर्ने होइन। सो हजुरहरू अलि सब अर्बन एरियामा बस्नुहुन्छ, हजुरहरूबाट ट्रेन स्टेसन बस स्टेसन चाहिँ अलिक टाढा छ, हजुरहरूलाई दिनकै हिँड्न गाह्रो भइरहेछ भने चाहिँ हजुरहरूले यो सर्भिसको भरपुर फाइदा उठाउन सक्नुहुन्छ।